हेलो गाइस। नमस्ते गाइस। म चाहिँ विजय लामा, हाल साउदी अरब खाडीबाट हैन। साथीको इन्ट्रोडक्सन पनि गराइदिनु पर्यो नि। उ चाहिँ मेरो उ चाहिँ मेरो एकदम मिल्ने साथी, विदेश लिम्बू फ्रम नाम चाहिँ नभने आउँथ्यो। कहाँ देखेर साथी? नामै ठीक हुँदैन। फेरि गर्छ नि त अनि हामी चाहिँ जाँदैछौँ 1 महिनाको रासन किन्न हैन। अर्को है चाहिँ हाम्रो बङ्गलादेशको फारुक मोहम्मद। यो चाहिँ हाम्रो 12 जिल्लाको हाम्रो दाइ, तर अझै नाइट ड्युटी भएर डे ड्युटी भएर गएको हैन। बिजोगमा हामी चाहिँ ठिकैसँग जाँदैछौँ हैन। तपाईहरुलाई देखाउँछु। ओके स्टप गर न। हेलो गाइस, दिस इज साउदी। बोल्दै छ नि हामी चाहिँ जाँदैछौँ 1 महिना रासन किन्न हैन। ल्याम्मै ल्याउने हो अनि पछि नकिन्ने हो कि। पछि नकिन्ने हैन, 1 महिना नकिन्ने। 1 महिना नकिन्ने हो। 1 महिनापछि चाहिँ यो चाहिँ के एकदम जाँदैछौँ हैन। मजाले देखाउनु पर्ने। भर्खर बिहान हुन आँटिरहेको छ यहाँ चाहिँ हैन। तपाईहरु देख्न सक्नुहुन्छ। अनि अलिकति उता पुगेर म देखाइदिन्छु तपाईहरुलाई हैन। देख्न सक्नुहुन्छ। रातभरि काम गरेर अहिले कुदेको हैन। अब त्यहाँ रासन ल्याएर अब चाहिँ अलिकति कालो भयो। तपाईहरुसँग म अलिकति सब्जी मन्डीमा पुगेर जोडिन्छु है। अब चाहिँ हामी जाँदैछौँ हैन। यहाँ गाडीमा चढेर जानुपर्ने हुन्छ। गाडीमा चढेर लगभग 20 रियाल लाग्दो रहेछ यहाँबाट चाहिँ हल्का जानुलाई। केटाहरू यता हिँडिरहेछ। ल है, हामी चाहिँ गाडी आउँछ यहाँ साथी। साथी उधर रुकेगा तो कैसे गाड़ी मिलेगा? साथी रातभर ड्युटी गरेर अहिले नसुतिकन हल्का जानु पर्दैन। कस्तो लागिरहेको? के भन्नु हौ साथी हजुर, गाह्रो लागिरह्यो, बहुत गाह्रो। त्यही पुरै कालो भने त ठिक लागेन। आउँछ राम्रो आउँछ। बलक नै ठिक लागेन। म चाहिँ चस्मा किनेको हैन। लगभग 60 रियालको चस्मा किनेको। अनि यसो ट्राई गरिदिएको कि अलि नसाउँदो रहेछ केटा। ठिक छ, जानेछु हैन। देखाउँछु के किन्दैछु। रासन चाहिँ हैन ठिकै छ। यो चाहिँ हाम्रो नेपालको बालिन्साको सानो भाइ। गाडी आयो, लजाउँ। गाडी आइसक्यो। हामी चाहिँ अब जानुपर्ने हुन्छ हैन। यहाँ डिस्कस भइरहेछ भाडा कति दिने भनेर हैन। विदेश यो महिनामा चाहिँ अलि पौष्टिक तत्त्वहरू धेरै खानु ल। अलि धेरै पातलो भयो कि त्यही म बराबरको हुनुपर्छ है। हामी चाहिँ अहिले पुग्न लागिसक्यो है साथीहरू। मलाई त कस्तो भोक लागिसक्यो। कुन नाम के रह्यो? हलाका। नै के भन्थ्यो अघि? नाम के को नाम? हलाकाको नाम खुदार हलाकामा हामी गुड फ्राई ल्यान्ड हुन थालेछौँ हैन। त्यो पनि ल्यान्ड नै हो। ट्रेन चाहिँ छैन, 2-4 चक्केमा है। ट्याक्सीमा ल्यान्ड हुन थालेछ खुदार।
हल्का साउदी जेद्दा ठाउँ चाहिँ कतिको छैन अरू चाहिँ त्यस्तै हो पैसा चाहिँ फेरि एकदम कतिको है ठाउँ चाहिँ अब त्यस्तै भन्नु यहाँ केटाहरू चाहिँ अलराजी एटिएम ब्याङ्कमा जाँदैछ पैसा निकाल्न होइन यो भित्र पो रहेछ कति सानो है साथी कति पैसा निकालेर छैन यार साथी पैसै छैन के भएको अस्ति नेसनल काटेको थियो त्यहाँदेखि त पैसै छैन फारूक भाई आप पैसा कितना निकाल रहा है रोक इंग्लिश का या नहीं है हम लोग का रोक पूरा नहीं है युवराज पनि निकाल रहा पैसा यो चाहिँ 4-5 जना मान्छे छिर्ने बित्तिकै अड्ने खालको त्यति नै हो कि ब्याङ्क भनेको यहाँ के भन्छ मैं निकालेगा तो देखो कितना निकाल रहा है आप मैं 1400 इतना ज्यादा इंग्लिश की इंग्लिश में नहीं दाम नहीं ठिक है मैं देखा इंग्लिश आ गया साथीहरूले यहाँ पैसा सरर निकाल्दैछ पैसा गन्दैछ पैसा गिन रहे होइन उधर 500 का नोट निकालेगा 500 500,000 11 12 13 14 सैलरी निकाल दिया भाई साहब हाँ हाम्रो साथी विदेशले मैले पनि पैसा निकाल्ने कोसिस गर्दैछ कति निकाल्ने साथी 1400 हो 20,000 बात लगेगा कैसे पता नहीं ठीक हो मैं बोलूँगा गानी मानियो गावा गाना गाना मना 1-2 गाना ठीक एटीएम बिगार्दै क्या साथीले सरी चलाउन नहीं क्या वही 3 दिन तलाता अर्बा खम्सा सित्ता सवा तमनिया तिसा असारा त छैन आउँदैछ पैसा गन्दैछ त्यहाँ लिएर जाने भएर निस्केन ट्रांजैक्शन हस्बैंड पैसा आएगा गिन रहा है वो पैसा उसका कंफ्यूज हो गया पैसा गिन रहा है पर अभी कंफ्यूज हो गया कति आएगा गन्दैछ त्यहाँ क्यों नहीं आएगा वो कंफ्यूज गनाउनु साथी यार नि कंफ्यूज हो गया पैसा त गर्नु पर्यो नि पैसै छैन हालै 200 रुपैयाँ देखिरहेको कसरी गर्नु हामी किन शङ्का गर्ने हो नगर्ने ल ठिकै छ एटिएमबाट चाहिँ हामी टक्क निस्किसक्यौँ निस्किन लागेन निस्किसक्यौँ पैसा हरायो केटाको पैसा आम्मामा के हो यस्तो पैसा ब्लॉक वीडियो में ये 500 का मैच मजाक मत ये कर चाहिँ ओ फारूक भाई ने दे दिया अगर बाद में गड़बड़ हो गया तो ये वीडियो देखेगा ठीक है टमाटर लान थालेको फर्स्ट सुरुमा होइन यो 1 क्रेटको चाहिँ 20 रियालले 5 जनालाई यो दुईटा यो एउटाको 20 रियाल अनि अर्को एउटा दुईटा लान थालेको 40 रियालमा होइन 5 जनालाई बाँड्ने भनेर ठिकै छ है अलि महँगो रहेछ जस्तो लाग्यो लिइसक्यो हामीले यहाँबाट इधर से लेके गया था ये भी एक नहीं है सब्जी चाहिँ किनिसक्यो है मैले खोर्सानी अनि खोर्सानी तरकारी सब्जी किनेको 10 रियालमा यति भएपछि मलाई पुग्छ होला सायद 1 महिनालाई है त मलाई चाहिँ साथीहरूले होइन सामान कुरेर बस भनिदिइरहेको क्या अब यहाँ टन्नै सामान भयो होइन
केटाहरू चाहिँ अब उता गएर सामान किनिरहेको छ। मलाई चाहिँ यहाँ कुराइरहेको क्या अब सामान कुरेर बसिरहेको छौँ यहाँ होइन। केटाहरू आउँछ होला एकछिनमा। ठिकै छ। अब उता मेरो चाहिँ अब तरकारी अब प्याज मात्रै किन्न बाँकी छ होइन। त्यही भएर केटाहरूको सामान किन्न बाँकी छ। अब बोक्नलाई धेरै झन्झट भयो नि त होइन। त्यही भएर मलाई चाहिँ सामान कुरेर बस्नलाई दियो केटाहरू। मलाई चाहिँ यहाँ तेल चाहिएको छ होइन। तेल यो एउटा भयो, यो लान्छु। यो 12 रियालको तेल लगभग कति लिटर हुन्छ? 1.5 लिटर। 1.5 लिटर होइन? 1.5 लिटरको हुन्छ तेल। यति नै हो। मेरा एक बड़ा और उसको भी बोल रहा। यहाँ चाहिँ केटाहरू रासन किन्दैछ। चामल, तेल, दाल, चामल सबै। चिकन पनि हामी यहाँ किन्छौँ होइन। मेरो चाहिँ यहाँ 6 केजी चिकन यहाँ काट्दैछ। उताबाट यहाँ काट्दैछ चिकन चाहिँ। यता केटाहरू सामान किनिरहेको छ। मैले चाहिँ यहाँ 132 रियालको सामान किनेँ होइन। केटाहरूको चाहिँ यहाँ टक्क फोटो खिच्ने कार्यक्रम चलिरहेछ। फोटो हानिरहेछ, हिरो छ केटाहरू होइन। अनि भन्यो नि त नि अझ कस्तो हो? अब के भन्नु साथी, ठिकै भयो भनौँ न। अब साउदीमा भर्खर आएको होइन। हाम्रो साथीले चाहिँ यो भ्लग बनाउनु हुँदो रहेछ। साथीलाई चाहिँ लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु हुन म सम्पूर्ण साथीभाइहरूमा आग्रह गर्दछु। सबैले गरिदिनु होला है। हस् त, नमस्ते। यहाँ सामान प्याक भइसक्यो सबै। अब जाने होइन। अब जाने बेला भयो। यहाँ सामान सबै प्याक भयो। टक्क अब गाडीमा चढेर झट्ट जान्छु। आज चाहिँ 1 महिनाको रासन किनेर फर्कियो होइन। त्यही हो। अब अलि टाढा छ यहाँ चाहिँ। त्यही भएर गाडीमा आउनुपर्ने हुन्छ। अलि पैसा पनि धेरै लाग्ने कि अब गाडी आउने जाने गाडी भाडा होइन। त्यही भएर अलि गाह्रो छ। सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। भिडियो हेरेर कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु होइन। सेयर गरिदिनु। त्यही हो। अहिले चाहिँ हामी फर्स्ट सुरु स्ट्रगल हो यो। अलि टाइम नपुगेर पनि टाइम पनि नपुगिरहेछ। अब चाहिँ हामी यहाँबाट जान्छौँ। मेरो चाहिँ 9 बजिसक्यो। ड्युटी छ मेरो। 11 बजेको ड्युटी छ। टाढै जानु साथी अब हामी चढियो गाडी होइन। केटाहरू कुद्ने हो। केटाहरू पनि आइसक्यो। कति गोरु देखेको यार महरू भन्दा। त्यस्तै गोरु चाहिँ मेरा तो हो गया। विजय गोरे नहीं है ये सारा दाढ़ी आया है ना इसका बहुत काला दिख रहा है बंदा। ठीक छ। साउदीमा छ हैन केटाहरू। निस्किहाल्छ है फेरि मेरो त मुखबाट। ल साथी अब भिडियो किन हान्ने हैन। केही भन्नु छ? केही छैन। भिडियो भइरहेको छ साथी। किन भन्दैन त हो अनि भन न के रेस्पोन्स गर। के भन्नु, हाम्रो चाहिँ साउदीको बसाइ यस्तै छ होइन। हाम्रो साथी विजय साथी चाहिँ एकदमै राम्रो हुनुहुन्छ होइन। अब कालो चस्मामा झन् ठ्याक्कै भुवन हमाल देखिरहनु भएको छ। भुवन हमाल? हजुर। भुवन केसी कि हमाल हो? होइन
भगवान नमाल्ने हो यता यता हुनुहुन्छ नि अनमोल आमाल अनमोल आमाले चाहिँ ल अब यहाँ चाहिँ हाम्रो टमाटर बाँड्ने कार्यक्रम चलिरहेछ बराबर गर्ने नि घडीबडी होला नि यताको यतै नगर्ने सामान ल्यायो यहाँ बाँडेर खानुपर्ने हुन्छ यो ठिकै जग्गा आएछ होइन अब सपोर्ट ल माया गर्दैन होला त्यही हो होइन यस्तै यस्तै भिडियोहरू ल्याउने कोसिस गर्छु होइन अब सपोर्ट चाहिँ एकदमै गरिदिनु होला होइन त्यही भन्छु अहिले चाहिँ यति जय देश जय नेपाल।